हामी गेटा अस्पतालमा छौँ, गेटा अस्पताल अस्तव्यस्त छ, यसलाई देखाउनु पर्छ भन्ने हामीलाई लाग्यो। 7 अरबमा बनेको। हजुर हजुर। यहाँ के गर्ने भनेर बनाएको थियो सर? एउटा सुविधा सम्पन्न अस्पताल 600 बेडको, अनि त्यसपछि कलेज बिल्डिङ, विभिन्न अब स्वास्थ्यका एकाडेमिक फ्याकल्टीहरू पढाउने। यो भित्र तपाईँ जानुभयो भने पुरै क्लासरुम रेडी छ, इन्फ्रास्ट्रक्चर, मास्टरले पढाउन, विद्यार्थी बस्नु मात्रै बाँकी छ, भित्र सबै तयारी छ। हजुर, सब तयारी छ। हे दुःख लाग्छ आफ्नै देशमा यो नराम्रो बोल्न, भित्र के भाषा हजुर लगाउँदैछु खोल्न। दर्शकवृन्द हेर्नुहोस् त, यहाँ यति थोरै कर्मचारी बस्दा नेपालकै कुनै पनि शिक्षालय अस्पतालमा सबभन्दा बढी कर्मचारी कहाँ छन् भन्दा गेटा अस्पतालमा, सबभन्दा बढी दक्ष डाक्टरहरू कहाँ छन् भन्दा गेटा अस्पतालमा, सबैभन्दा राम्रो सर्जन कहाँ छन्, क्यान्सर, मृगौला, प्रत्यारोपण यस्ता खालका जटिल रोगहरूमा कहाँ छ भन्दा गेटामा हुनुपर्ने हो। शिक्षा मन्त्रालय परिकल्पना गरेर यो बनेको अस्पतालमा साँच्चै गिरिराजमणि पोखरेललाई सलाम गर्नुपर्छ, किनभने उहाँले यो निर्माणको लागि एउटा सोच त ल्याउनु भयो। हेर्नुहोस् त गेटा अस्पतालको हालत, यति धेरै संरचना एउटै कम्पाउन्डभित्र सायद नेपालमा अन्त छँदै छैन। छ त कहीँ? नेपालमा सरकारी सेक्टरमा छैन। 80 बिघामा अवस्थित कम्पाउन्ड घेरेको होइन, छुट्टा छुट्टै अब अहिलेको मोडर्न टेक्नोलोजी अनुसार बनाएका इन्फ्रास्ट्रक्चरको छैन। कति हजार विद्यार्थीले यहाँ पढ्नको लागि? यो इन्टेक त हामीले अब एमबिबिएस एक फ्याकल्टीलाई वर्षमा 100 देखि 165 सम्मको प्रत्येक वर्ष इन्टेक लिन सक्ने गरीको क्यापासिटी डिजाइन छ। यो संरचना बनिसकेपछि नहुन दिने जो हुँदैन भन्ने छन् नि, उहाँलाई त पाप लागिहाल्छ। अरबौंको लगानी लगाएर फेरि संरचना छैन भन्ने छैन, यहाँ उपचार गर्नलाई उपकरण छैन भन्ने पनि छैन। हामीलाई चाहिएको भने कर्मचारी हो, कर्मचारी मात्र पठाउने हो र उपलब्ध गराउने, दरबन्दी स्वीकृत गरेर पठाउने हो भने स्वास्थ्य मन्त्रालयले 12 घण्टा अहिले पनि म कार्यरत हो, त्यसमा फेरि 8 घण्टा थपेर 20 घण्टा काम गर्न सक्छु। पहिला के भन्थे भने सबैले कहिले इमर्जेन्सी खुल्छ अरूले भन्ने ठाउँमा अहिले हामी जति 92 जना कर्मचारी छौँ, अहिले हामीले कहिले खोल्ने हो, कहिले दिने हो, अब हामी विरोधमा छौँ। तपाईँले यहाँ देख्नुहुन्छ डिजाइन, यो बाटो हो, मेन बाटो होइन, धनगढी जाने 6 लेन। यो बाटोबाट माथि पुरै हामीले क्लिनिकल पोर्सन, यो पुरै स्वास्थ्य मन्त्रालयले आफ्नो तरिकाले चलाऊ भनेर दिइसकेको अवस्था हो कि। अस्पताल चलाउनु त स्वास्थ्यले नै हो नि त। स्वास्थ्य मन्त्रालयलाई यो दिएको पनि झन्डै 2079 चैत्रको एउटा क्याबिनेट डिसिजनबाट यो स्वास्थ्य मन्त्रालयलाई ह्यान्डओभर गरेको। आजसम्म स्वास्थ्य मन्त्रालय पनि के गर्यो त, कति बेडसम्म पुर्यायो या कति इन्फ्रास्ट्रक्चर गर्यो भन्ने प्रत्यक्ष देखिराख्नु भएको छ। अर्को मन्त्रालयले तयारी हालत बनाएर दिँदा पनि अझै किन लिन सकेन र किन काम गर्न सकेन, के हो भित्रको कुरो होइन, त्यो कुरा पनि तपाईँले स्वास्थ्य मन्त्रालयका अर्थोनेटिक मान्छेहरूलाई एकचोटि सोधिदिनुहोस् यहाँको विषय। कसलाई सोध्यो भन्ने लागेको छ? अब स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव होइन, पोलिसी मेकरहरू त उहाँ नै हो नि त, उहाँहरूलाई नै सोधिदिनुहोस् के हो त कुरो, किन तपाईँहरूले अगाडि बढाउनु, किन 50 बेड 100 बेड पनि किन बनाउन नसके। रामबहादुरले गरोस्, श्यामबहादुरले गरोस्, राज्यले गरोस्, राज्यको पैसा राज्यमै रोकिने खालको काम गर्छ भने त्यसलाई अल्झाइराख्नु हुँदैन। अहिले हामीले व्यवस्थित बेलैमा गरिएन भने यो बिस्तारै टुट्दै फुट्दै जान्छ, निराशा छाउँदै जान्छ, अनि यसको जुन रमझम पनि हराएर जान्छ, अनि के अर्थ त्यो लगानी गरेको। दर्शकवृन्द हेर्नुहोस् त के बनेको छैन र कति राम्रो छ, साँच्चै मन कटक्क दुख्छ। धेरै पटक आउँदाखेरि यो गेटा अस्पतालमा पस्न पर्यो भनेको थिएँ, किन यस्तो भयो त? खबरदारी गर्नु हाम्रो संसारको यही धर्म, कसैप्रति हाम्रो पूर्वाग्रह छैन। खबरदारी यो कि राज्य किन निधाएको छ यो गेटा अस्पताल सम्बन्धी। यस्तो बनाइसकेपछि अब यस्ता भइसक्यो हालत। यत्रो बनाएपछि यहाँ विद्यार्थी आउँथ्यो होला, पढ्थ्यो होला, यहीँका कर्मचारी कति निराश छन्। कहाँबाट सरुवा गरेर गेटा अस्पतालमा जान पा भन्दै तछाड मछाड गरेर आएका कर्मचारी पनि यसो अनुहार हेर्दा मलाई निराश किन आइयो होला जस्तो भइसक्नु भएको छ। यति विशाल संरचना भूत बङ्गला जस्तो बनेको छ। 5 वर्ष भइसक्यो यो बनेको, खै विद्यार्थीको लर्को छ विदेशमा डाक्टर पढ्न जाने भनेर। नेपालको पैसा एउटै विद्यार्थीले करोड सिद्ध्याएर बाहिर गएको छ। नेपालभित्र यो राज्यले बनाएको चिजमा पनि खै ध्यान कहाँ गयो? हेर्नुहोस् त लिफ्टदेखि के छैन र यहाँ। हामी गेटा मेडिकल कलेजको यात्रामा छौँ। हिमालय टेलिभिजन इन्द्रायणी.com युट्युब हेर्नुभएका दर्शकलाई यो हाँसो होइन, यो दुःखको कुरा हो। कसको कुरा सुनेर यसरी गरिराखेको आफ्नो काम रोक्छन्, यो भने बडा शोचनीय छ। हेर्नुहोस् त ठुल्ठुला डाक्टरहरू पढ्ने हलहरू, हेर्नुहोस् त यी सबै चिज तयारी छन्, विद्यार्थी छैन। गाउँमा बाटो गयो, बिजुली गयो, पानी गयो, मान्छे छैन। पहिला मान्छे थिए, केही थिएन। यहाँ पनि सबै भनौँ विद्यार्थी पढाउने ओर्ने व्यवस्थै हुँदैन। विद्यार्थी कहिले आउलान्
यहाँबाट लेक्चर कहिले दिला टिचरले भनेर कुरिराखेको छ। धनगढी गेटा अस्पतालको यो हालत। यस्ता भवनहरू यहाँ कति छन् सर? यो क्लासरुम एकाडेमिक बिल्डिङ एउटै हो। यो पुरै क्लासरुमहरू त अब यस्तो धेरै छ हैन। 4वटा यो ठुलो हलवाला क्लासरुम भइहाल्यो। त्यसपछि 20-22वटा हाम्रो अर्को क्लासरुम नर्मल क्लासरुमहरू छन्। भवनै भवन भन्ने हो भने 28वटा छन्। संरचना त अब सबै गेट पानी ट्याङ्कीदेखि लिएर सबै गर्ने हो भने हाम्रो लगभग 42वटा संरचना बनिसकेका छन्। अब संरचना बन्न बाँकी के छ? केही पनि छैन। अब फर्दर यो चल्यो भने अब थप आवश्यक पर्दै जान्छ। यो सँगसँगै जे आवश्यक पर्दै जान्छ। भोलि फ्याकल्टी थप्नु पर्यो, अर्को कलेज बिल्डिङ बनाउनु पर्ला हैन। अब अस्पतालको इमर्जेन्सी कम भयो भने अर्को थप्नु बनाउनु पर्ला, क्वार्टर कम भयो भने थप्नु पर्ला। अब संरचना त यो सुरुवातीदेखि इन्जिनियरिङ तपाईँले गर्नुभएको थियो? निर्माणको सुपरभिजन सरकारको तर्फबाट हेरेको मैले हो। साँच्चै मन कटक्क खान्छ। देशको सम्पत्ति यसरी ध्वस्त भइराखेको छ। हामी बनाएर पनि बनाएको चिजको सदुपयोग गर्न सक्दैनौँ, त्यसै सुवा बनाउँछौँ। ए गेटा अस्पताल ध्यान चाहिँ कता छ, यहाँ भयो बेहाल। यस्तो छ जताततै। दर्शक यहीँ फुटबल खेलौँ भने पनि मिल्छ। हेर्नुहोस् त गेटा अस्पतालको एउटा भवन मात्रै हो, यस्ता त 28वटा भवन छन्। यति ठुलो संरचना छ, त्यसै खेर गएको छ। हेर्नुहोस् त गेटा अस्पतालको यो अवस्था। जसले परिकल्पना गर्यो बनायो त्यसलाई धन्यवाद छ। चलाउन नसक्नु दुर्भाग्य छ। 42वटा त यहाँ संरचना छन्। ल हेर्नुहोस् त उही पल्ला छेउका के हुन् सर? तलपट्टिका चाहिँ होस्टेल हुन्। विद्यार्थी होस्टेल, यतातिर नर्सिङ होस्टेल। हजुर। यो अगाडिको यो रातो देखिएको चाहिँ अब यो मल्टिपर्पज भवन भनौँ न, बहुद्देश्य सभा हल। यतापट्टि त्यो परको त्यो क्यान्टिन हो, हजुर, विद्यार्थीहरूको लागि क्यान्टिन। अनि यहाँ चाहिँ अब तपाईँहरू जस्तो मान्छे कहिले आयो भने गेस्ट हाउस। अनि त्यहाँ पर हाम्रो आफ्नै खानेपानी ओभरहेड ट्याङ्क छ। यहाँ परभित्र आफ्नै खानेपानी ट्याङ्की छ। यो एरिया कहीँ देखिएका घरहरू सबै डक्टर क्वार्टरहरू, फ्यामिली क्वार्टरहरू। यी जति सबै डक्टरको फ्यामिली क्वार्टर। जर्मनीको डाक्टर आयो भने पनि टक्क बस्छ, यहीँ खान्छ, बिरामीलाई उपचार गर्छ, पेन्सन पाकेपछि जान्छ। त्यति मात्र होइन, हामीसँग यहाँ बिरामी कुरुवा घर छुट्टै छ। बिरामी कुरुवा घर छुट्टै छ। अस्पताल मात्र यो, यसको पछाडि पनि भवन छन्। अनि लास घरहरू हैन। अनि अब त्यो के हुन्छ अस्पतालसँग चाहिने 7-8वटा भवन छन् त्यो पछाडि। यो जुन तरिकाले बनाएको छ, राज्यको पैसा लगाउनु भएको छ। अनि त्यो जनताले सुविधा पाउनु पर्यो नि त। जागिर भाडमा गएर भोलि उत्रेर चला भनेर आन्दोलनमा उत्रिनु पर्ने अवस्था पनि आउला। हामी कर्मचारी नडर्ने कर्मचारी। म बायोमेडिकल इन्जिनियर, अस्पतालसँग सम्बन्धित कामहरू गर्ने। जागिरको केही टेन्सन छैन रे, आज नभए बाहिर। तर यो चल्नु पर्यो। यी अहिले अब 3टा क्वार्टर छन् हैन। हजुर। यहाँ चाहिँ के हो भने उतापट्टि अघि हामीले भने प्रोफेसर डाक्टर साहबहरूका क्वार्टर भयो जस्तै बेसिक साइन्सका टिचर हुन्छ नि, प्रोफेसर साहबहरू साइन्सतिरका, एमबिबिएसलाई पढाउने पनि अरू फ्याकल्टीलाई पढाउने, उहाँहरूको लागि यो क्वार्टरहरू। परका चाहिँ भिआइपी घरहरू, ठुल्ठुला भिआइपी मान्छे आयो भने एउटा घर दिने। पदाधिकारी हुन्छन् नि, प्रतिष्ठान भए पनि, विश्वविद्यालय भए पनि, जेसुकै भए पनि भोलि पदाधिकारी हुन्छन् नि त। ती पदाधिकारीहरूको लागि निवास हो त्यो। अब यो खाली जमिन छोडिएको छ नि जस्तो, यो खाली जमिन के छोडेको भने धेरै फ्याकल्टी पढाउनु पर्यो। यसले एकदमै फड्को मार्यो भने कलेज बिल्डिङ अपुग हुनसक्छ। त्यसको लागि कलेज बिल्डिङ थप्नलाई, त्यो उतापट्टि क्वार्टर थप्नलाई, यतापट्टि प्रशासनिक भवन थप्नलाई हामीले बिचबिचमा यो खाली जमिनहरू छोडेको छ। खाली जमिन बिघाभन्दा बढी छोड्नु भयो? हजुर। अनि हामीले खेलकुदको लागि पनि सबै हाम्रो इन्डोर गेम, आउटडोर गेम, पर त हाम्रो स्टेडियम देख्नुभयो, पर फुटबल। ओहो, पर फुटबल ग्राउन्ड। यो त नेपालकै नमुना बनाउन खोज्नु भयो। नमुनै बनाउन खोज्यो। गिरिराजमणि पोखरेलले आफै बनाउनु भएको यसको? होइन, यो प्लानिङ चाहिँ अलि धेरै पहिलादेखि होला। उहाँ 2-3 र उहाँको पार्टी सम्बन्धित मान्छेहरू 2-3 यत्रो भानुभक्त जोशी हुनुभयो, अरू हुनुभयो, धेरै नेता हुनुहुन्छ नि सुदूरपश्चिममा। उहाँको नाम किन लिएको भने उहाँले यसमा चासो राखेर जतिचोटि मन्त्री हुनुभएको छ, एकचोटि मन्त्री हुँदा 2चोटिसम्म यहाँ भिजिट गरेर निर्माणको उहाँले आफूले डेटा माग्ने हैन, कहाँसम्म पुग्यो, सम्पन्न कति भयो भनेर एकदमै चासो राखेर यही स्थलगत समेत आएर भिजिट गरेको हुनाले मैले उहाँको नाम लिइरहेको। कहिले काहीँ गोपियामाला आउनुहुन्छ। उहाँ त यो निर्माण विकास समितिको सदस्य पनि हो उहाँ हैन। उहाँले पनि नजिकबाट हेर्नु भएको छ, उहाँले गर्नु भएको छ। उहाँ पनि एकदम चिन्तित दुखी हुनुहुन्छ। अब सङ्घीय योजना भएकोले ठुलो संरचना भएको एउटा स्थानीय निकाय जम्मै धनगढीको त एज अ होल बजेटै 22 अरब मात्र रहेछ हैन। हजुर। धनगढी उपमहानगरपालिकाको। त्यही भएर उहाँले कोसिस गर्दा पनि अब नहुने। यहाँको मेयर साहबले के भन्नुहुन्छ गोदावरीको? उहाँ पनि निर्माण विकास समितिको सदस्य हो। के नाम हो? वीरेन्द्र भट्ट। उहाँलाई पनि चिन्तित हुनुहुन्छ? हजुर, उहाँ पनि चिन्तित हुनुहुन्छ। हेर्नुहोस् त, भिर मौरीले पगारमा घार लगाए जस्तै भवनको बाहिरपट्टि एसीहरू झुन्डिरहेका छन्। ती झुन्डेर तिनले काम गर्छन् कि गर्दैनन् त्यो पनि भन्न सकिँदैन। यो कहिलेसम्म चल्ने हो? यी सबैतिर हेर्दा मन कटक्क हुन्छ। जताततै बेहाल अवस्था छ। टाइल लगाइयो, यहाँ सामान राखिएन भने यी यस्तो हुन्छ। यी बिग्रिन सुरु भइसक्यो। हेर्नुहोस् त, यी काम नचलाएर
यस्तो भएपछि हिँड्दा पनि फुट्न लागिसक्यो यी यस्तै हुन्छ कोही भत्किन लागिसक्यो कोही माकुराले जालो लागिसक्यो सरकार 3 महिना एकचोटि फेरिन्छ यो त सफा सुग्घर गर्न मात्रै 3 महिना लाग्छ गाडी पार्किङको लागि कस्तो छ नभएको केही पनि छैन सीसी क्यामेरा यहाँ छ सीसी क्यामेराले कलाई खिच्ने माकुरा जाला बाहेक केही पनि छैन ल हेर्नुहोस् त यो कति ठुलो छ सबमा टेबल दराज सब फिड छन् सबै ठाउँमा ल्याबहरू सब यस्तो छ हेर्नुहोस् त यो विशाल संरचना अब यही केही छैन यसै भत्किएर गइसक्यो निरीक्षण गरेका गरे सरकार आउँदो भाग्दो संरचना थोत्रिन लाए रुन मन लाग्दो